सबैले ताली बजाएर सहयोग गर्नुहोला भन्ने अपेक्षा गरेको छु। आजको हाम्रो देश विदेश आमसभा यो देशमा भएका भ्रष्टाचारीहरूको अन्त्यको लागि हो, यो देशमा भएका फटाहरूको लागि हो, यो देशमा भएका लुटेराहरूको लागि हाम्रो आन्दोलन रहेको छ साथीहरू। त्यसै कारण गर्दा हाम्रा केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गे, माननीय ज्ञानेन्द्र साई र विक्रम पाण्डेलाई यो प्रधानमन्त्री बनाइए भन्ने हो। यो देशबाट समातेर हामीले गुरु गर्नुपर्छ भन्ने हेतुका साथ राष्ट्रिय जनता पार्टी एउटा कैयौँ संशोधन गराएको छ। उपस्थित सम्पूर्ण साथीहरू, हाम्रा आदरणीय व्यक्तित्व केन्द्रीय अध्यक्ष बनाएको वीरेन्द्रनगरमा उपस्थित भइरहेको छ। राष्ट्रिय प्रजातन्त्रवादी जिन्दाबाद, राष्ट्रिय प्रजातन्त्रवादी जिन्दाबाद, राष्ट्रिय प्रजातन्त्रवादी।
आजका अध्यक्षको अनुमति अनुसार यो कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। यसमा अवस्था र व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने हेतुका साथ लाग्नुभएका देशैभरिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको जनताका मनका ढुकढुकी आदरणीय व्यक्तित्व राजेन्द्र लिङ्गदेज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष आदरणीय व्यक्तित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका हरेक व्यक्तिबीच मन जित्न सफल हुनुभएका हाम्रा अग्रज व्यक्तित्व डाक्टर प्रकाश चन्द्र लवलीज्यूलाई आजको विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष प्रत्येक युवाका ढुकढुकी र सफल व्यवसायी निर्माण व्यवसायी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्व मन्त्री आदरणीय व्यक्तित्व विक्रम पाण्डेज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष सुर्खेत जिल्लावासीका मनका ढुकढुकी पूर्व मेयर पूर्व प्रधानमन्त्री आदरणीय व्यक्तित्व मुकुन्द श्याम गिरिज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी अतिथिको आसन ग्रहणको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष केन्द्रीय उपाध्यक्ष युवाहरूका आशाका बिन्दु आदरणीय व्यक्तित्व हेमदम गुरुङज्यूलाई उपाध्यक्षज्यूलाई आर्थिक आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री कर्णालीकी चेली आदरणीय व्यक्तित्व तपाईँ हाम्रा एकदम आशा लाग्दो व्यक्ति अथवा पूर्व मन्त्री आदरणीय हिजु कुन्ती कुमारी साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णाली प्रदेशका अध्यक्ष एवं पूर्व सभापति आदरणीय व्यक्तित्व दिब्बा साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता नेपाली जनताका मनका ढुकढुकी कर्णालीका एक हुनार युवा नेता प्रवक्ता एवं प्रमुख सचेतक श्री ज्ञानबहादुर साईज्यूलाई यसैगरी पार्टीका सहमहामन्त्री आदरणीय व्यक्तित्व धनबहादुर उपाध्यायज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी अतिथिको आसनको लागि पार्टीका सहायक महामन्त्री रमानन्द नेपालीज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी सहायक महामन्त्री सौरेन्द्र शाहज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी पार्टीका केन्द्रीय सदस्यहरू कालीबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी पार्टीका केन्द्रीय सदस्य यसैगरी पार्टीका सहमहामन्त्री आदरणीय व्यक्तित्व श्यामबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य कालीबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य दीपक बल्लज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध चाहन्छु। केन्द्रीय सदस्य सत्यपाल साईज्यूलाई आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य धनसुर साईज्यूलाई आसनको लागि हार्दिक अनुरोध चाहन्छु। केन्द्रीय सदस्य दीपक खनालज्यूलाई आसनको लागि हार्दिक अनुरोध चाहन्छु। केन्द्रीय सदस्य एवं मान्य अनिशा नेपालीज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध चाहन्छु। केन्द्रीय सदस्य एवं मान्य सन्तोषी साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य एवं सुर्खेतका युवा नेता भीमबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य अमर गिरिज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य एके बहादुर सिंहज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य अनुपम सिंह श्रेष्ठज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य रवि किरण अगाडीलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सल्लाहकार मानबहादुर खड्काज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सल्लाहकार मधुबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य वसन्त थापाज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य भरत प्रसाद ढकालज्यूलाई अतिथिको
आशनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। यसैगरी कर्णाली प्रदेशका उपाध्यक्ष सूर्य खत्रीज्यूलाई अतिथिको आशनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। केन्द्रीय प्रदेश उपाध्यक्ष सीधा बुद्धाज्यूलाई अतिथि आसन हामी गर्न चाहन्छौँ। प्रदेश उपाध्यक्ष सुरज साईज्यूलाई अतिथिको लागि हामी अनुरोध गर्न चाहन्छौँ। प्रदेश उपाध्यक्ष केन्द्रीय सदस्य बसन्ती साईज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। प्रदेश उपाध्यक्ष अग्रदर सदस्यज्यूलाई अतिथिको लागि हामी अनुरोध गर्न चाहन्छौँ। यसैगरी जिल्ला अध्यक्षहरूमा भक्तबहादुर साईज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। साईज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। भक्तबहादुर बल्लज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। राजबहादुर बल्लज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। कृष्ण विक्रम शाहज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। विनोद शाहज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। विकास महज्यूलाई अतिथिको आसनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। अर्जुन शाहज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसैगरी सुर्खेत जिल्लाका उपाध्यक्ष छत्रपति थापाज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। उपाध्यक्ष अन्नु बस्याललाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। उपाध्यक्ष गोविन्द पुलारीज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसैगरी जिल्ला कार्य समितिका सम्पूर्ण सुर्खेत जिल्ला लगायत 10वटा जिल्लाका वडा नगर क्षेत्र हुँदै जिल्ला कार्य समितिका सम्पूर्ण साथीहरूलाई एकमुष्ट अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सुर्खेतका जुनियर युवा उमेश तिवारीज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केन्द्रीय सदस्य सचिव हिराज मङ्गज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध चाहन्छु। केन्द्रीय सदस्य धन्सु साईज्यूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशमा विभिन्न वडा गाउँपालिका नगरपालिकाबाट नवनिर्वाचित सम्पूर्ण निर्वाचित सदस्यहरूलाई अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। साथीहरू, अतिथिको आसन ग्रहण गर्ने क्रममा कहिलेकाहीँ तलमाथि भएमा यहाँ समक्ष क्षमा प्रार्थी चाहँदै म पुनः अब छुट्नुभएका साथीहरूको लागि अतिथिको आसन ग्रहण गर्ने पुनः यहाँ समक्ष अनुमति चाहँदै अबको आजको यस राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेश No tali. पूरे सांस्कृतिक विभिन्न धार्मिक संगठनबाट आउनुभएका सम्पूर्ण धार्मिक यस क्षेत्रका युवा विद्यार्थी महिलाका विभिन्न निकायका अध्यक्ष लगायत विभिन्न निकायका सदस्य साथीहरू र यस आम सभामा आउनुभएका सम्पूर्ण जनसमुदाय साथीहरू र सुरक्षाकर्मी पत्रकार बन्धु र यहाँ अरू जिल्लाबाट पाल्नुभएका पदाधिकारी साथीहरू, आज यस आम सभामा यहाँको उपस्थिति गरिमामय उपस्थिति भएकोमा स्वागत गर्न मैले पाएकोमा खुसी छु र यो स्वागत यहाँलाई स्वागत गर्न चाहन्छु। यस आम सभा आज यस प्रदेश कर्णाली राजधानीमा भण्डाफोर सभा गर्दै आइरहने क्रममा आज 6 नम्बर प्रदेशको राजधानी सुर्खेतमा अवस्थित भण्डाफोर सभा हुन गइरहेको छ। यो भण्डाफोर सभा पुँजीवादी दलाल माफियाहरूका विरुद्ध हो। यो
आजको भण्डाफोर सभा संहिता विरुद्ध हो, धर्मनिरपेक्षताको विरुद्धमा हो। यो व्यवस्थाले हामीलाई के सिकायो? यो व्यवस्थाले युवाहरूलाई विदेशी हिँड्न सिकायो। यो व्यवस्थाले युवाहरूलाई आत्महत्या गर्न सिकायो। यो व्यवस्थाले युवाहरूलाई बेरोजगार गर्न सिकायो। यो व्यवस्थाले के गर्यो? यो व्यवस्थाले अनुशासन सिकाएन। यो व्यवस्थाले कहिले पनि सुशासन सिकाएन। यो व्यवस्थाले कहिले पनि नैतिकता सिकाएन। त्यसैले यो व्यवस्था रहेसम्म यो देशमा समृद्धि कहिले पनि आउने भयो। कर्णालीवासी नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई जीवितै छ थाहा छ। आज कर्णाली प्रदेश हिजो त्यो अंग्रेजहरूसँग लड्ने बेलामा 7 दिनको सुत्केरी महिलाले पनि छुटकारा नपाएर यो देशलाई बचाउनु पर्छ भनेर 7 दिनको बच्चालाई च्यापेर बचाएको देश हो आज यो देश हो। त्यस्ता नारीका रगतबाट बनेका हामी नारीहरू छौँ। कफन बाँधेर निस्किसकेका छौँ। कि तपाईँ निस्किनुहोस् कि हामीलाई निकाल्नुहोस्? यदि घर बेटीलाई घरको माया हुन्छ भने भाडामा बस्नेलाई भाडावालालाई घरको माया हुँदैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका एजेन्डाहरू राष्ट्र हिन्दू राष्ट्र प्रदेश खारिज 2 तहको सरकार बनाऊ, अभिभावकको रूपमा राष्ट्रलाई राखौँ, जनताबाट निर्वाचित प्रधानमन्त्री बनाऊ भन्ने एजेन्डा हो। यो एजेन्डामा हिन्दू लम्बीहरू राजावादीहरू हाम्रा एउटै सनातन धर्ममा हिँडेका टुक्रिएर बसेका एजेन्डाहरू दशवटा अध्यक्ष नहुनुहोस्, एउटै बाटोमा लाग्नुहोस्, लागौँ, आज देश बचाऊ। देश सिक्किम जस्तै हुँदैछ, आज देश सिक्किम जस्तै विलीन हुँदैछ। नेपाल भन्ने देश इतिहासको पानामा खोज्ने हुँदैछ। यो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता नेता मात्रै नभएर अन्य नेतागणहरूलाई मैले खबरदार दिन चाहन्छु। यो पाप हामीलाई मात्रै होइन, देश बिग्रिने र बिगार्ने बेलामा तपाईँहरूलाई पनि लाग्न सक्छ भन्न अनुरोध गर्न चाहन्छु। म यहीबाट आह्वान गर्न चाहन्छु, जहिले पनि स्यालको संगठन हुन्छ, बाघको संगठन हुँदैन। तपाईँहरू यो सोच्नुहोस् कि सदनमा पनि रापुराको संगठन छैन, सडकमा पनि छैन, गाउँमा भन्ने कुरा छैन भन्ने कुरा नसोच्नुहोस्। संगठन स्यालको हुन्छ, कराउनलाई बाघको संगठन हुँदैन भन्ने चाहन्छु। आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी आजै पनि सुत्केरी हुने बेलामा बाटोमा सुत्केरी हुने अवस्था आइरहेको छ। कर्णालीका चेलीहरूको डोको नाम्लोमा परिएर बोकेर हस्पिटल जाने अवस्था आइरहेको छ। कर्णालीवासीका आदरणीय मेरा दिदीबहिनीहरूको यो हिजो जोत्नेलाई खेत जोत्नेलाई घर भनेर सरबार बढेका कुरा गर्ने नेतागणहरू आज कहाँ हुनुहुन्छ? कुन कुटीमा लुग्नु भएको छ? कुन आलिशान महलमा बस्नु भएको छ? आज ती गरीब जनजातिको रगतले त्यहाँलाई पर्छ कि पर्दैन? उहाँको व्यक्तिगत स्वार्थको लागि 17,000 जनताले ज्यान गुमाएको हो त? आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहयोग गर्नुहोस्, समर्थन गर्नुहोस्, आउनुहोस्। यो देश बनाउने आन्दोलनमा तपाईँहरू नझुक्नुहोस्। हामीहरू लागि परेका छौँ, गर्छौँ, गर्न पनि पर्छ। जस्तो जस्तो हुन्छ हेर्नुहोस्, बाजेतिर यस्तै भयो, मरे जोइले दिनलाई नभन्नुहोस्, जिउँदै गर्नुपर्छ। हामी मरेका स्याल नबनाऊ, जिउँदो भएर यो देशलाई बचाऊ। पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो यो, अर्काको हृदयमा कजै काट्न पाइँदैन। हेर्नुहोस्, यो राजाको सन्तान जो छ त्यो नै राजनीतिमा बस्न सक्छ। हेर्नुहोस्, तपाईँ हामी होइन, हामी आफ्नो तर्कामा भोलि मान्य बनाउला, मन्त्री बनाउला, प्रधानमन्त्री बनाउला, त्यो बाटो छँदैछ। तर कि यो देशको अभिभावकको रूपमा राष्ट्रपतिको ठाउँमा राजालाई राख्नुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा साथीहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी रूपमा देश गणतान्त्रिक शासन व्यवस्थालाई चुनौती दिनको लागि विभिन्न विरोध कार्यक्रमहरू गर्दै आएको छ। देश गणतन्त्र पार्टी नेताहरूले जनता जनार्दन हुन्, जनता नै गणतान्त्रिक व्यवस्थाको शासन प्रणालीको स्थापित गर्नलाई मूल भूमिकामा थिए भन्ने कुराहरू सायद गणतन्त्र पार्टी नेताहरूले बिर्सेको नेपाली जनताहरू चाहे कालापानी र कालापानीको युद्धमा परम्परागत हात हतियारहरू उठाएर होस्, चाहे माओवादी जङ्गलमा होमिँदै गर्दाखेरि हात हतियारहरू उठाउने पनि तिनै जनता जनार्दनहरू थिए। ६५-६३को जनआन्दोलनमा पनि जनता जनार्दन नै थिए। अस्ति भर्खर हाम्रो राजालाई
त्रिभुवन विमानस्थलमा स्वागत गर्नको लागि पनि आएका जनता जनार्दन नै थिए। सायद यी गणतन्त्रवादी नेताहरूले बिर्सेको हुनुपर्छ। जनताहरू प्रमुख शक्ति हुन् भन्ने कुरा यो गणतन्त्रवादी नेताहरूले बिर्सेको हुनुपर्छ। आज हामी यहाँ उपस्थित पनि जनता जनार्दन हुन्। जनता जनार्दनहरूको ताकत र शक्ति यी गणतन्त्रवादी नेताहरूलाई देखाउनु पर्दछ। एउटा थापाले दिन पाएको छु, म 22 वर्षको युवा दिन पाएको छु। हामीले बोकेका मुद्दाहरू 13 वर्षसम्ममा उमेर ल्याएका होइन। 30औं वर्ष 40औं वर्ष हाम्रा वृद्ध नेताहरूले कानमा राखेर बोकेर ल्याएका मुद्दाहरू हुन्। हामी यसरी यी मुद्दाहरूलाई अवोध हुन दिँदैनौँ। What